वेलकम छ हजुरहरू सबैलाई हेमा ब्युटी पार्लर एन्ड ट्रेनिङ एकाडेमीमा र साथै पछाडि हेरिरहनु भएको छ होला ब्यानरमा हेमा ब्युटी एकाडेमी है। र साथै हाम्रो चाहिँ यो एडभान्स हाइड्रा फेसियलको सेमिनार हुँदै थियो, 1 डे सेमिनार। तपाईको यसमा चाहिँ ह्यान्ड होल्डिङ प्र्याक्टिस नानीहरूले पाइरहनु भएको थियो र दुईपट्टि तपाईँले हाइड्रा फेसियल देख्नु हुँदैछ। एउटा छ बेसिक र एउटा छ एडभान्स है। अहिले प्राय जति तपाईहरुले सबैको सलुनतिर एकाडेमीतिर देखिरहनु भएको छ होला, सबैतिर बेसिक छ, तर हेमा ब्युटी एकाडेमीमा तपाईहरुले एडभान्स देख्नुहुनेछ। जो चाहिँ तपाईहरुले देखिरहनु भएको छ एडभान्स हाइड्रा फेसियल र कस्तो प्रकारले गर्नुपर्छ भन्ने कुरा म तपाईहरुलाई एक एक कुरा गरेर देखाइरहेको छु। र साथै एडभान्स हाइड्रा फेसियलमा चाहिँ जति तपाईहरुले प्रोडक्ट युज गर्नुहुन्छ तपाईहरुले एकदम प्रोफेसनल प्रोडक्ट युज गर्ने हुनु पर्छ। किनभने यसमा तपाईले जुनै O3 को भन्नुभयो, रागाको भन्नुभयो, लोटसको भन्नुभयो, यो चलाउन पनि सक्नुहुन्छ। तर एउटा प्रोफेसनली तपाईले गर्न चाहनुहुन्छ, तपाईलाई 100% रिजल्ट चाहियो भने चाहिँ तपाईहरुले त्यो प्रोडक्ट नचलाएर यसकै आउँछ प्रोडक्ट हाइड्रा फेसियलको, त्यो चलाउनु भयो भने तपाईहरुको रिजल्ट अझै दामी आउनेछ। र साथै यस्तो प्रकारले मैले जति पनि हाम्रोमा जोडिनु भएको थियो स्टुडेन्टहरु, उहाँहरुलाई मैले यस्तो प्रकारले सबैलाई ह्यान्ड होल्डिङ प्र्याक्टिस दिइरहेको छु। रङ्गुदेखिको लिएर, बानरहाटदेखिको लिएर, मोराघाटदेखिको लिएर, मालबजारदेखिको लिएर, सबैजना चाल्सादेखिको लिएर, मेटलीदेखिको लिएर सबैजना मेरोमा जुड्नु भइरहेको थियो। र उहाँ हुनुहुन्थ्यो फेरि देवपाडा, टीकाडाँड, बानरहाटबाट, र यस्तो प्रकारले डामडिमबाट पनि हुनुहुन्थ्यो। धेरै स्टुडेन्ट यसरी आइरहनु भएको छ, यसरी जोडिरहनु भएको छ। हेमा ब्युटी एकाडेमीमा कोर्स कम्प्लिट गरेर पनि यहाँबाट हाम्रोबाट प्लेसमेन्ट दिएर पनि उहाँहरूले राम्रोसँग आफ्नो भविष्य उज्यालो गरिरहनु भएको छ। र साथसाथै अहिले एडमिसन गोइङ अन छ, हजुरहरू एडमिसन लिनु सक्नुहुनेछ। र हजुरहरूलाई केही जानकारीको लागि कन्ट्याक्ट गर्नुहोस् है त। थ्याङ्क यू सो मच।